नमस्कार साथीहरु, आज म तपाईहरुलाई सिकाउन गइरहेको छु कि म्याडी पुलिसको रिजल्ट कसरी हेर्ने। म्याडी पुलिसको रिजल्ट हेर्नका लागि तपाईहरुले के गर्नु होला, च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन अन गरिदिनु होला। ल अब लागौ भिडियोतर्फ। सबैभन्दा पहिला तपाईहरुले के गर्नु होला, फेसबुक एप्लिकेसन ओपन गर्नु होला। यहाँ फेसबुक एप्लिकेसन ओपन गरिसकेपछि फेरि तपाईहरुले के गर्नु होला, यहाँ सर्चमा क्लिक गर्नु होला। यहाँ सर्च के गर्नु होला, डिस्ट्रिक्ट, यहाँ सर्च गर्नु होला डिस्ट्रिक्ट पुलिस अफिस। तपाईको कुन जिल्ला रहेको छ त्यो जिल्ला सर्च गर्नु होला। त म सर्च गर्दैछु डिस्ट्रिक्ट अफिस, डिस्ट्रिक्ट पुलिस अफिस धनुषा। यहाँ सर्च गर्नु होला। तब धनुषा सर्च गर्नु होला। यहाँ तब सर्च गरिसकेपछि तपाईहरुको यस्तो पेज खुलिहाल्छ। तब तपाईहरुले के गर्नु होला, फर्स्ट वालामा क्लिक गर्नु होला। यहाँ फर्स्ट वाला लेखेको छ डिस्ट्रिक्ट पुलिस अफिसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अलिकता स्क्रल डाउन गर्नु होला। अलिकता स्क्रल डाउन गरिसकेपछि तपाईहरुको यस्तो पेज खुलिहाल्छ। तब तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ सूचना लेखेको छ। तब यहाँबाट तपाईहरुले म्याडी पुलिसको म्याडी पुलिसको रिजल्ट हेर्न सक्नुहुन्छ। तपाईहरु पास भयो कि भएन त्यहाँबाट हेर्न सक्नुहुन्छ। तपाईहरुलाई म हेराउँदै छु कसरी हेर्ने। अब यहाँ तपाईहरु अलिकता स्क्रल डाउन गर्नु होला। तब तपाईहरुको यहाँ नेम लिस्ट हुन्छ। तब नेम लिस्टमा आफ्नो नाम खोज्नु होला। तब यहाँबाट आफ्नो रिजल्ट हेर्नु होला, पास भएको छ कि भएको छैन। तपाईहरुले यसरी म्याडी पुलिसको रिजल्ट हेर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने एउटा कमेन्ट गरिदिनु होला।